बिजोक सर बिजोक हामीलाई त 7 मनमा 1 मन पनि थिएन हामी जिउँदो नेपाल आउँछौँ भन्ने त हामीलाई पिसा फेर्न समेत जान दिँदैन थियो सर। मेरो हस्बेन्डले उहाँले एकदम म जुन दिन नेपालबाट गएँ त्यो दिनदेखिबाट उहाँले धेरै मेरो पिछा गरिरहनु भएको थियो। मसँग कुरा हुने बित्तिकै के छ तिमीलाई भनेर सोध्नु भयो अनि उहाँले सोध्ने बित्तिकै मैले अर्थ केही भन्न चाहेन। मलाई जति सक्दो तपाईले नेपाल झिक्नु किनभने बेचिनबाट जोगिन्छु भनेर लगभग म नेपाल झर्दाखेरि 8 हप्ताको दिन म नेपाल झरेको थिएँ सर। 8 हप्तासम्म कस्तो हुन्छ मेरो छोराछोरीले मलाई मम्मी भन्न सक्ने शब्द पनि थिएन र मैले मेरो छोराछोरी भन्न सक्ने शब्द पनि थिएन। त्यहाँ भेडा बाख्रा सर तपाईहरुलाई बेच्नको लागि कस्टमर खोजिँदै थियो त्यहाँ। हजुर अनि त्यहाँनिर कस्टमर नआइसके पछाडि आएन हामीलाई अब त्यहाँ चुस गरेर लाँदो रहेछ अरू लग्यो हामीलाई लगेन। त्यहाँ भनेको कस्तो हेर्दो रहेछ भने सर अलिक कलिलै उमेर भनौँ न 22-25 वर्षकोदेखि लिएर 30-35 वर्षसम्मको हेर्दो रहेछ। अलिक स्लिम हेर्दो रहेछ त्यहाँबाट अलि राम्रै हेर्दो रहेछ अलिकति बोल्न सक्ने त्यस्तै हेर्दो रहेछ सर। 100 चोटि भन्दा बेसी मेरो मुखमा थुक्यो थुइया तेरो मलाई खाली जाति त्यो दमी कामी भनेको यही हो रहेछ भनेर मुखमा 100 चोटि भन्दा पनि बेसी थुक्यो। ओहो यसरी त ओमन त जान नहुने रहेछ बेच्दो रहेछ दलालले भन्ने कुरा थाहा हुन्छ। जोगिने कसरी दिदीबहिनीले सुझाव के छ तपाईको? मेरो सुझाव त सकेसम्म यो यदि जानुहुन्छ अब बाध्यता छ सर नेपालमा रोजगार छैन हैन आफ्नो बाध्यता छ। बाध्यताको कारणले नि अब रहरले त कोचै गएको हुन्छ र अर्काको देशमा हो बाध्यता हो। हाम्रो अब नेपाल सरकारले कुनै रोजगार दिएको भएदेखि हामी जस्तो चेलीबेटी रोएर हिँड्न पनि थिएन हो। आफ्नो बाध्यताको कारणले पनि जानै पर्ने छ। जति भए जानुहुन्छ उहाँहरूलाई म के भन्छु भने तपाईहरु नजानु सकेसम्म घरको काम भनेर दलाली मार्फत त जाँदै नजानु। यो सरकारबाटै नै त हो र नि सरकारको गुण्डाहरू हुँदो रहेछ जहाँ पनि उनीहरूको मिलेमतमा दलालले हामी जस्तो चेलीबेटी बेच्ने त रहेछ र नि सर। दिदी नमस्कार स्वागत छ यहाँलाई। नमस्ते सर। तपाई ओमनमा बेचिनु भयो भन्ने कुरा सुन्यौं हामीले। हजुर कसरी बेचिनु भयो नेपाली छोरी हाम्रो दिदीबहिनी? हामीलाई त यहाँबाट उसले बेच्छ भन्ने थाहा भइदियो भए त हामी यहाँबाट जाने नै थिएन सर। थाहा भइकन को जान्थ्यो होला र। हजुर उसले लगभग मेरो पासपोर्ट र नागरिकता 7 महिनासम्म राख्यो नहुने भइसकेपछि मैले धेरैचोटि उसलाई दसैँ पछि या दसैँ अघि मैले मेरो पासपोर्ट नागरिकता दिएँ अब म जाँदिनँ मेरो लागि प्रोसेस नगर समेत पनि मैले उसलाई भनेको थिएँ तर उसले न म्यासेजको रिप्लाई दिन्छ न उसले फोनै गर्छ क्या। हजुर अनि लास्ट टाइममा भिसा लाग्यो भने गएँ दिदी जानुभयो 16 तारिकमा दिदी जानुभयो 19 तारिकमा म यहाँबाट गएँ 20 तारिकमा हामी वहाँ पुगेका थियौँ। हजुर वहाँ गएकै दिन हाम्रो फोन खोसियो। फोन खोसिसकेपछि हामीलाई वहाँ थाहा भयो कि 2-4 दिन त केही थाहा भएन काममा गइन्छ होला भन्यो। हजुर काममा गइन्छ होला भन्यो लगभग समय बित्दै गयो। मलाई यहाँबाट मेरो आफन्तहरूले उसलाई च्यापी नै राखेको छ। हजुर अहिलेसम्म हाम्रो मान्छे न कन्ट्याक्ट छ न फोन सम्पर्क छ न काममै गएको छ। के गरेको हो भन्दाखेरि तपाईँको मान्छे म 10 दिनभित्रमा काम पहिला त उसले मैले पठाएकै होइन भन्यो। मैले पठाएकै होइन भन्यो अनि पछि भइसकेपछि उसले अनि यहीँ आएर खोज्दाखेरि उसलाई तपाईँको मान्छे 10 दिनसम्म काममा गएन भने तुरुन्त 1 रुपैयाँ पैसा नलिकन निकालिदिन्छु भनेको रहेछ उसले होइन। त्यस्तो भन्दा लगभग हामी कन्ट्याक्ट बिन भएर 7 हप्तासम्म बस्यौँ। अनि मैले त्यहाँबाट यति माथिबाट यस्तो सल गाँठो पारेर 4 जना बहिनीहरू भाग्नु भयो। हजुर मरिन्छ बाँचिन्छ 2 मा 1 हुन्छ भनेर 4 वटा दिदीहरू बहिनीहरू भाग्नु भयो। उहाँहरू भागिसकेपछि झन् हामीलाई त अब आदेश लाग्दै आयो नि त सर। हजुर आदेश लाग्दै आयो अब त हामीलाई पक्कै पनि बेच्नै ल्याएको रहेछ भन्ने थाहा भयो। अनि त्यहाँबाट निस्किने दिदीहरूलाई मैले त्यहाँ भएको लगभग सबैलाई चाहिँ मेरो छोरीको र हस्बेन्डको नम्बर दिएको थिएँ। कतिजना हुनुहुन्थ्यो तपाईँहरू त्यहाँ? लगभग 25 जना जति थियौँ सर हामी त्यहाँ। नेपाली दिदीबहिनी 25 जना नै? हजुर 25 जना जति थियौँ। के कामको सिलसिलामा तपाईँहरू ओमन पुग्नु भयो? उसले हामीलाई हाउस भनेर लगेको हो। घरभित्र काम गर्ने भनेर लगेको थियो। अनि 7 हप्तासम्म भनेपछि त्यहाँ बस्दाखेरि अब हामीले काम पाउने चान्स पनि भएन र हामीलाई त्यहाँ लगभग
हामीले त देख्यौँ नि सर, हामी भेडा बाख्रा जत्तिकै गरेर 7 हप्तासम्म बसिराख्यौँ त्यहाँ हजुर बेच्चिनको लागि। भेडा बाख्रा सर तपाईँहरूलाई बेच्नको लागि कस्टमर खोजिँदै थियो त्यहाँ? हजुर अनि त्यहाँनिर कस्टमर नआइसके पछाडि आएन, हामीलाई अब त्यहाँ चुज गरेर लाँदो रहेछ, अरू लग्यो, हामीलाई लगेन। अनि त्यहाँबाट के आधारमा चुज गर्दो रहेछ? त्यहाँ भनेको कस्तो हेर्दो रहेछ भने सर, अलिक कलिलै उमेर भनौँ न 22-25 वर्षकोदेखि लिएर 30-35 वर्षसम्मको हेर्दो रहेछ, अलिक स्लिम हेर्दो रहेछ, त्यहाँबाट अलिक राम्रै हेर्दो रहेछ, अलिकति बोल्न सक्ने त्यस्तै हेर्दो रहेछ सर। अनि त्यसरी अनि लग्यो हामीलाई त्यो अफिसमा, त्यहाँ अफिसबाट लगेन भनेर चाहिँ उसले हामीलाई अर्को अफिसमा पनि बेच्नलाई कोसिस गरिरहेको थियो। अब अफिस सरेर काममा जाने है भनिरहेको थियो। हामीले नाइ बरु हामी अफिस सर्दैनौँ, काममा पठाउनुहुन्छ भने हामी यही अफिसबाट जान्छौँ, होइन भने हाम्रो मान्छेसँग कुरा गर्न दिनु, हामी नेपाल जान्छौँ भनेर मैले भने। भन्दाखेरि उहाँहरूले त्यहाँबाट बल्ल अफिस सर्नबाट रोक्यौँ। अनि एउटा मसँग भन्दा 3 दिन अघि जानुभएको दिदीलाई मैले भने यहाँनिर हामीलाई पक्कै पनि बेच्छ, हाम्रो त सास त परै जाओस्, लास पनि नेपाल पुग्दैन, हामीलाई यहाँ बेच्नै ल्याएको हो, राम्रो हुँदैन। तपाईँ त तामाङ कुरा बोल्नुहुन्छ दिदी, मैले उहाँलाई काकी भन्छु, काकी तपाईँ त तामाङ कुरा बोल्नुहुन्छ, घरमा बोल्ने मौका पाउनुभयो भने तपाईँ तामाङ कुराबाट भन्नुहोस् है भनेर भने क्या मैले उहाँलाई। अब हामीले यस्तो कुरा बोल्दा त बुझिहाल्छ, तामाङ कुरा बुझ्दैन कि भन्ने उसले। अनि त्यसो भन्दा पनि उसले के भन्दै थियो भने त्यहाँकोले तामाङ कुराबाट बोलिराखेको छ, मैले नबुझेर के हुन्छ र, मेरो बुढोले बुझिहाल्छ पो भनेर हामी बोलेको छ भने पुरा लाउड साउन्ड बढाउँथ्यो सर। अनि पुरा भिडियो गरेर राख्थ्यो क्या, भिडियो गरेर राख्थ्यो, हामीले केही बोल्नै पाउँदैनथ्यौँ। अनि 7 हप्ता बितेपछि अनि यताको एजेन्टै भनौँ न दलाली, त्योसँग मेरो हस्बेन्डले फोन गरेको उठाउँदै नउठाएपछि तेरो पैसा कति लागेको छ भन्, मेरो मान्छे नेपाल झिक्छु भनेपछि उसले बल्ल फोन उठायो अरे। अनि बल्ल 2 लाख, मलाई त म गएको त्यस्तै 15 दिनमा त्योसँग कुरा भएको थियो। भन्दाखेरि 3 लाख रुपियाँ, लगभग 3 लाख रुपियाँ लाग्छ दिदी, तपाईँ कामै गरेर बस्नु, किन काम त गरेर बस्नु त उसले भनेको छ, काममा गएको छैन, अफिसमै 2 वर्ष भएको, 6 महिना भएको, वर्ष दिन भएको मान्छेहरू त्यत्तिकै हुनुहुन्छ त। हामी कामै गरेर 2 वर्षदेखिका मान्छे त्यो अफिसमा त्यत्तिकै बसिरहेछ। मेन कुरा हामीलाई पिसाब फेर्न समेत जान दिँदैन थियो सर, त्यहाँ टोइलेट जानै दिँदैन थियो। यदि जान पर्यो भने उनीहरूको अनुमति बिना जान मिल्दैन थियो, सेक्रेटरी हुन्थ्यो हाम्रो पछि लाग्ने, के गफ गर्छ यिनीहरूले, कस्तो कुरा गर्छ सुन भन्ने, त्यसपछि उता लाउने, त्यसपछि हामीलाई एक्लै नै उनीहरूले केर्ने, त्यस्तो हुन्थ्यो सर त्यहाँ, त्यस्तो हुन्थ्यो। भनेपछि नेपालबाट जति पनि दिदीबहिनीहरूलाई घरको कामको लागि भनेर ओमन लगायतका देशहरू लैजान्छ, त्यहाँ चाहिँ एक किसिमको दियो व्यापार गराउनलाई लैजाँदो रहेछ भन्न मिल्छ? प्राय जस्तो दिदीबहिनीहरूले त नराम्रै व्यवहार हुन्छ भनेर त्यहाँ अब भागेर आउने पनि त्यति नै हुनुहुन्छ, भागेर जाने पनि त्यत्तिकै हुनुहुन्छ, त्यसपछि त्यो अब साउको घरबाट फर्काएर ल्याउने पनि त्यत्तिकै हुनुहुन्छ। साउले नराम्रो व्यवहार गर्छ भनेर भन्नुहुन्थ्यो, त्यही नै त होला नि सर, है त्यस्तै भन्नुहुन्थ्यो उहाँ। दिदीबहिनीको रुवाबासी बिजोग देख्नु पर्यो है त्यहाँ? बिजोग सर, बिजोग। हामीलाई त 7 मनमा 1 मन पनि थिएन हामी जिउँदो नेपाल आउँछौँ भन्ने, त सोच्नै भएको थिएन, सोचेकै थिएन सर। कसरी आइपुग्नु भयो नेपाल त्यो बताइदिनु न। नेपाल आउँदाखेरि मेरो हस्बेन्डले उहाँले एकदम, म जुन दिन नेपालबाट गएँ त्यो दिनदेखिबाट उहाँले धेरै मेरो पिछा गरिरहनु भएको थियो, तर मलाई कन्ट्याक्टमा ल्याउन कहिले पनि उहाँ सफल हुनु भएन। अनि एकै दिन उहाँले मलाई कन्ट्याक्टमा ल्याउनु भयो। त्यसो भन्दा पनि उहाँको दलालले भनेको थियो अरे, नानी बाबु आइहाल्यो, राम्ररी काम गर, सरले जे भन्नुहुन्छ त्यही मान भनेर भन्नुहोस् है भनेर भनेको थियो अरे। हुन्छ म भन्छु भनेर उहाँले भन्नुभएको छ। अनि जब मलाई नदिन्जेलसम्म उहाँले जे भन्यो त्यही हुन्छ सर म भन्छु भन्नुभएछ। मलाई दिने बित्तिकै, मसँग कुरा हुने बित्तिकै के छ तिमीलाई भनेर सोध्नु भयो। अनि उहाँले सोध्ने बित्तिकै मैले अर्थ केही भन्न चाहेन, मलाई जति सक्दो तपाईँले नेपाल झिक्नु। मैले के भने म त्यहाँबाट बेच्चिनुबाट जोगिनको लागि योभन्दा अघि मैले 2 वर्ष डिप्रेसनको औषधि खाएको थिएँ, म यहाँ बस्न सक्दिनँ, मलाई नेपाल निकाल्नु भनेर मैले यति चाहिँ मैले त्यहाँ झुट बोलेँ सर, होइन मैले यति कुरा त्यहाँ झुट बोलेँ। म किनभने बेच्चिनबाट जोगिन्छु भनेर मैले यति कुरा चाहिँ त्यहाँ झुट बोलेँ। अनि श्रीमानले उहाँले जस्तो मैले भन्नुभयो उहाँले
हो नि मात्र भन्नुभयो, अरू शब्द नै। श्रीमान श्रीमतीमा कुनै कुरो दोहोरेर सोध्दैन क्या सर। हजुर सोधेँ। लगभग म नेपाल झर्दाखेरि 8 हप्ताको दिन म नेपाल झरेको थिएँ सर। हजुर 8 हप्तासम्म कस्तो हुन्छ मेरो छोराछोरीले मलाई मम्मी भन्न सक्ने शब्द पनि थिएन र मैले मेरो छोराछोरी भन्न सक्ने शब्द पनि थिएन। त्यहाँ कन्ट्याक्ट दिन थिएँ। जुन दिन मेरो हस्बेन्डले म पैसा तिरेर निकाल्छु तेरो पैसा कति हो भनेर सोधिसके पछाडि हजुर अनि त्यसपछि मेरो पैसा यति भनेर उसले डिल गर्यो। अनि 2,30,000 पैसा म तिर्छु, मेरो श्रीमती निकाल्छु भनिसकेपछि अनि बल्ल मैले जेठी छोरीसँग बोल्न पाएँ। मम्मी मैले यहाँ पैसा जुटाउँदैछु, टेन्सन नलिनु, तपाईँलाई 4-5 दिनभित्र जसरी भए पनि म नेपाल झिकाउँछु भनेर छोरीले भन्यो। मलाई उसले भन्थ्यो मलाई थुइया भनेर धेरैचोटि थुक्यो। त्यो दलालीले जाति त्यो हिसाबमा लगेर मलाई सर 100 चोटि भन्दा बेसी त्यो ओमनमा दलालीले मलाई मेरो मुखमा थुकेको छ। 100 चोटि भन्दा बेसी मेरो मुखमा थुक्यो। थुइया थुइया तेरो मलाई खालि जाति त्यो दमी कामी भनेको यही हो रहेछ भनेर मुखमा 100 चोटि भन्दा पनि बेसी थुक्यो। तैँले थुकेर के हुन्छ र मलाई, तैँले मलाई बेचेर पैसा खान पाइनस् त्यही भएर तैँले मलाई थुकेको छ भन्ने मेरो मनमा लाग्यो। तर मैले बोल्न त सर हामीलाई फिटिक्कै दिँदैन थियो। दिँदैन थियो। आजको दिन तैँले पैसा तिरिस् भने तिरिनस् भने भोलि तँलाई यहाँबाट लात हानेर खेदाउँछु भने मलाई त्यहाँ। अनि मेरो श्रीमान यहाँ हुनुहुन्न, मेरो हस्बेन्ड यहाँ हुनुहुन्न, साउदी हुनुहुन्छ। अनि मेरो 16-17 वर्षको छोरी छ सर। मेरो देवर हुनुहुन्छ, नन्द हुनुहुन्छ। उहाँहरूले यहाँ पैसा जुटाएर तिर्दाखेरि के भन्थ्यो अन्त कुनै प्रमाण हुन्छ भनेर उसलाई ब्याङ्कमा हालिदिन्छु भन्दाखेरि ब्याङ्कबाट बुझ्दैन, हाम्रो नागरिकतै छैन भन्यो। त्यसपछि गएर कुनै प्रमाण राखेर दिनुपर्छ भनेर फोटो खिच्न लागेको अरे, भिडियो बनाउन लागेको अरे। तेरो बच्चाले त्यहाँ भिडियो बनाउने फोटो खिच्ने गर्दैछ, तँ खुरुक्कन पैसा दियो त दियो, दिएन भने भोलि तँलाई यहाँबाट लात हानेर खेदाउँछु। मसँग पुलिस पनि छ, मसँग केटाहरू पनि छ, तेरो छोरीको मोबाइल फुटाउन लाउँछु भनेर मलाई उता त्यसरी धम्काइराखेको थियो। अनि यता पैसा तिरेपछि मेरो नानीले मम्मी भिडियो गर्नु न भनेर त्यही दलालीको मोबाइलमा फोन गरेको थियो। हाम्रो त फोन त जुन दिन यता आयौँ अफको अफै लिएर आएको हो। अनि छोरीले त्यसो भनेपछि दायाँ बायाँ छिरिक्क मोबाइल घुमाइस् भने तँलाई यहीँ मारिदिन्छु भनेर मलाई उता धम्काइराखेको थियो। यता पैसा अब त्यस्तो फोटो खिच्ने भिडियो गऱ्यो भने त उसले मलाई उतै मार्ने सम्भावना भएर केही नगरिकन बुझौ भनेर मैले भनेँ। अनि अहिले के भन्छ, मैले पैसै लिएको छैन, मैले उधार गरेको हो भनेर यहाँको दलालीले भनिराखेको छ। उसले त्यसो भनिरहेको छ। त्यो दलालीको मसँग फोटो पनि छ सर। त्यो दलालसँग कहाँ चिन्जान भयो हजुरको? त्यो दलालसँग त मेरो चिन्जान भन्दा नि त्यसको बहिनी सिन्धुपाल्चोक पुगेर छ हो। त्यही मार्फत मलाई त्यसको बहिनीले मेरो पासपोर्ट लिएर यो ठाउँमा आइज भने हामी 5-6जना त्यही मान्छेले कुवेत पठाएको छ सर। अनि हामी 2टालाई 4जना पठाएकोमा 2जना चाहिँ जाने बित्तिकै काममा लाग्नु भयो। हामी 2टाले चाहिँ नाइ काम पाएनौँ। मलाई निकाल्ने भन्ने कुरो हुने बित्तिकै मभन्दा 3 दिन अघि जानुभएको दिदीलाई चाहिँ बदलामा दिएर पठाइहाल्यो भोलिपल्टै, यसलाई पनि निकाल्छ भनेर। अनि उहाँ पनि कन्ट्याक्ट पनि 15 दिनसम्म फोन केही दिएन, काममै पठाएर पनि पठाएर नि नदिइसके पछाडि उहाँलाई फेरि त्यो घरबाट फर्काइदिएपछि म नेपाल जान्छु, खुरुक्कन मेरो मोबाइलले मेरो मान्छेलाई फोन गरेर कन्ट्याक्ट गरेर पैसा तिरेर भए पनि जान्छु भनेर उहाँले त्यसो भनिसके पछाडि उहाँले घरमा कन्ट्याक्ट गर्न पाउनुभएछ। उहाँ पनि निस्किनु भयो। निस्किन चाहिँ 13-14 गतेतिर निस्किनु भएको हो। उहाँ ननिस्किन्जेल म केही बोल्दिनँ, म कसैलाई पनि भन्दिनँ। किनभने उहाँ अब साथी हुनुहुन्छ, एउटा कुरा साथी, अर्को कुरा त अब सँगै अब उहीँ बस्यो 7 हप्ता। त्यहाँबाट पनि त हाम्रो अब तल्लो घर माथिल्लो घरै भनौँ, उहाँलाई अप्ठ्यारो पर्छ भनेर मैले केही कुरा बोलिनँ सर यहाँ आएर पनि। अनि पछि उहाँ निस्किसकेपछि के गर्ने भन्दाखेरि अब प्रमाण छैन, पैसा त कसरी दिन्छ, दिँदैन होला भनेर भन्नुभयो। किन त्यसले अब यति पैसा दे भनेको त हामीसँग भोइस रेकर्डहरू छ सर। अनि तपाईँ नेपाल फर्किसके पछाडि म यसरी ठगेँ, म यसरी लुटेँ, म यसरी बेचेँ भनेर वैदेशिक रोजगार विभागमा जानुभयो कि जानु भएन? म गएको सर जान चाहिँ जाँदाखेरि के भन्नुभयो भने
वैदेशी रोजगारमा गएको पेपर हुन्छ अरे त्यो पेपर छ कि ठगिन त तपाईँ ठगिनु भयो तर मौखिक रूपले हुँदैन तपाईँसँग प्रमाण के छ त भनेर भन्नुभयो श्रम स्वीकृति मागे उनीहरूले खोइ वैदेशी रोजगारमा गएको पेपर छ भनेपछि त्यही त भन्नुभएको होला नि हामीलाई त कहाँ श्रम स्वीकृति दिनु नि सर त्यस्तो श्रम गरेर पठाएको भए त आज यो हालत हुने पनि थिएन होला होइन हामीलाई अब उसलाई तपाईँको अफिस कहाँ छ अफिस देखाउनु समेत पनि भनेको हजुर अफिस हुँदैन हाम्रो सेटिङमा भनेर सेटिङमा पठाएको हो सर ए अब तपाईँ जस्ता दिदीबहिनीहरू धेरै बेचिसक्नु भएको छ तपाईँले आफ्ना यी कुरा यी दुःखद अनुभव हाम्रो माध्यमबाट सार्वजनिक गरिसके पछाडि अरू दिदीबहिनी नबेचिउन् भन्नका लागि हामी तपाईँसँग कुराकानी गर्दैछौँ यो भिडियो हेरिसके पछाडि ओहो यसरी त ओमन त जान नहुने रहेछ बेच्दो रहेछ दलालले भन्ने कुरा थाहा हुन्छ जोगिने कसरी दिदीबहिनीले सुझाव के छ तपाईँको मेरो सुझाव त सकेसम्म यो यदि जानुहुन्छ अब बाध्यता छ सर नेपालमा रोजगार छैन होइन आफ्नो बाध्यता छ बाध्यताको कारणले नि अब रहरले त कोचै गएको हुन्छ र अर्काको देशमा बाध्यता हो हाम्रो अब नेपाल सरकारले कुनै रोजगार दिएको भएदेखि हामी जस्तो चेलीबेटी रोएर हिँड्नु पर्ने थिएन आफ्नो बाध्यताको कारणले पनि जानै पर्ने छ जति भए जानुहुन्छ उहाँहरूलाई म के भन्छु भने तपाईँहरू नजानु सकेसम्म घरको काम भनेर दलाली मार्फत त जाँदै नजानुहोस् यदि जानुहुन्छ भने श्रम लिएर म्यान पावरबाट जानुहोस् भन्न चाहन्छु सर अब यति बेला सरकारले पनि खासै चासो दिइराखेका छैन मन्त्री आउँछन् 1 महिना नहुँदै मन्त्री फुस्किन्छन् काम गर्न पाउँदैन सरकारले पनि राम्ररी काम गर्न पाइराखेका छैन सरकारी संयन्त्र जुन विभाग भन्ने छ त्यो विभागले पनि काम गर्दैन पीडितलाई उल्टै पीडा दिने काम गर्छ प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ उहाँलाई के भन्नुहुन्छ तपाईँ जतिले जे भने पनि के चाहिँ गर्नु हुँदो रहेछ र सर यो सरकारबाटै नै त हो र नि सरकारको गुन्डाहरू हुँदो रहेछ जहाँ पनि उनीहरूको मिले मतमा दलालले हामी जस्तो चेलीबेटी बेच्ने त रहेछ र नि सर भनेपछि सरकारबाट संरक्षित छन् दलालहरू सरकारले सुरक्षा दिन्छ अब यो म अब नेपाल एयरपोर्टबाटै गएको हो सर हजुर म इन्डियाबाट गएको होइन नेपाल एयरपोर्टबाटै गएको हो म उनीहरूले भिजिट भिसा निकाल्दो रहेछ हजुर भिजिट भिसामा पठाउँदो रहेछ त्यहाँनिर त्यहाँ अब नेपाल सरकारले खटाएको होइन नेपाल सरकारको नुन पानी खाएर चाहिँ राम्रो काम गरिदिएको भएदेखि त हामी जस्तो त्यहाँबाट छिर्नै सक्दैन नि सर जानै सक्नुहुन्न जानै सक्दैन सबै सरकारकै मिले मत त होला नि जस्तो लाग्छ सर मलाई त जाने बेला एयरपोर्टमा यहाँ त्यो सुरक्षाकर्मीहरूले अध्यागमन विभागका कर्मचारीले तपाईँलाई केही सोधपुछ गरेन कहाँ जान लाग्नु भयो किन जान लाग्नु भयो केही सोधेन भएन मलाई त्यो अब उसले के कागज दिएको थियो होइन मलाई सोध्नु भयो के सोध्नु भने तपाईँसँग बैंक स्टेटमेन्ट छ कुनै बैंक स्टेटमेन्ट मोबाइलमा देखाउन सक्नुहुन्छ भनेर भन्दाखेरि नाइ मसँग केही छैन सक्दिनँ भनेर भन्दा समेत पनि छिराउनु भएको हो त नि मलाई भनेपछि पुरै सेटिङ हुँदो रहेछ एयरपोर्टभित्र पुरै सेटिङ हो पुरै सेटिङ हो सर ल अरू के भन्न बाँकी छ अरू भन्न त सर दलालीलाई चाहिँ पक्रिन पाएदेखि हुन्थ्यो भन्ने चाहना हो मेरो इच्छा हो दलाल नेपालमै छ हजुर हामी जस्तो त कति बेचिराखेको छ सर है दैनिक बेचिएका छन् चेलीहरू दैनिकै बेचिराखेको छ दिनमा त्यसले 4 जना 5 जना पठाएको त मेरै आँखाले देखाएको छु सर हजुर कुवेत ओमन भनेपछि अब यहाँको भनाइ भनेको दलाललाई समाएर आफूले बुझाएको पैसा फिर्ता पाउनु पर्यो सर भन्ने भनाइ त्यसको लागि सरकारी निकायले पनि सहयोग गर्नु पर्यो तपाईहरु जस्ता पीडितहरूलाई है